गाइस आज चाहिँ हामी लोसारमा आएको छौँ। यहाँ मेरो साथी, यहाँ काकीको छोरी छ अनि यहाँ म छु। आज हामी लोसारबाट फर्किँदैछौँ, अहिले पनि जान्छौँ। हेलो गाइस, म चाहिँ जाँदिनँ किनभने मेरो घर टाढो छ। मलाई डर लाग्छ राति। यिनीहरूको मम्बुवा हुनुहुन्छ तल। मेलो मेरो भन्नु मेलो कोही पनि कट गर्छु ल। यहाँ घाम राम्रो देख्छ भने भिडियो बनाएर घाम त देखाइ हो, तर कति राम्रो देखिरहेछ पछाडि ब्याक क्यामेराबाट कति राम्रो देखिरहेछ कि होइन। यहाँ हेर्नु चुरीफुरी यिनीहरूको म एक्लै जस्तो मा साथी गयो मेरो त्यहाँ बाइकमा दाइहरूले मेरो साथी लिएर त्यो जति थोरै मुख थोरै सरी। मेरो फर्स्ट भ्लग भएकोले म अलि नर्भस चाहिँ छु। एडिट गर्न त आउँदैन तर अलिअलि गर्छु। पानी खाइसक्यो साता होइन। अब हामी चाहिँ लोसार मनाइरहेको छ तल। अरू देखाउँदिनँ, पछि देखाउँछ हस्। चाहिँ सरस्वती भन्ने मान्छे भागेर आइरहेको छ। टिकटक हाम्रो चाहिँ बाटो पिच गरेको छ, अस्ति हो कि कहिले हो गएको छ। ला 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 घामै देख्दैन भने राम्ररी हेलो सुरुलुलु होइन। यो फेरि यसरी गर्दा चाहिँ देख्दो रहेछ। उता पछाडि चाहिँ नाम हुनुहुन्छ यता अलि मलाई यस्तो गीत मन पर्दैन चाहिँ भन्दिनँ। आई लभ यस्तो सङ। त्यो माथि घरमा गीत बजिरहेको सुन्न सक्नुहुन्छ। तर त्यो हेलो कहाँ हो? हेलो यो फेरि चुला हर खुस मेरा गीत चाहिँ आउँदैन। पछाडि मामा हुनुहुन्छ, अब मान्नुभयो हामीलाई। हामी चाहिँ दौडेर आएको हो साथी हो। दौडिनु पर्यो भनिदिएको मात्र भयो। म एक डेरीमा मान्छेहरू आउनु भइसकेको छ। यहाँ हेर्न सक्नु देखिरहेको छैन होला सायद। त्यही भएर ब्याक क्यामेरा गरेर खिच्या भए राम्रो हुन्थ्यो। बट मेरो दिमागै पागल के। सबैले फलो कमेन्ट लाइक गरिदिनु होला। यहाँ चाहिँ हाम्रो काकीको छोरी हुनुहुन्छ, डेरीमा आउनु भएको रहेछ। यता चाहिँ को बाजेहरू हो। गीत बजिरहेको छ। यहाँ बत्ती देख्नुभयो? देख्दैन त्यति। अब कुरा गर्न आउँदैन त्यतिकै। उहाँ पुग्नु भइसक्यो। उसको दिदीहरू चाहिँ नजानु मम्मी उता गयो। अब भ्लग पनि मेरो यति नै इन्डिङ। सब्सक्राइब लाइक प्लिज।